साथीहरु हजुरहरु सबैले कोइरालाको अचार त अहिलेसम्म खाइसक्नु भएको होला तर यो चाहिँ मेरो पापाको रेसिपी और लेट्स जस्ट से मेरो माइती घरको रेसिपी हो एन्ड आई जस्ट लभ इट सो लेट्स मेक टक्क परेको कोइरालाको अचार है त सुरुमा कोइराला र हामीले आलुलाई चाहिँ प्रेसर कुक गर्दिन्छौं 2-3 सिटीमा मजाले पाक्छ त्यसपछि अब हामीलाई यो इन्ग्रेडिएन्ट्सहरु चाहिन्छ जुलियन्ड अनियन सम फाइनली चॉप्ड जिन्जर एन्ड गार्लिक सम फाइनली चॉप्ड स्प्रिङ अनियन धनिया अनि 2-3 टा चिलीज मजाले स्लाइस गर्ने मात्र चिर्ने मात्र अरु केही गर्नु पर्दैन त्यसपछि हाम्रो यो कोइराला आलु पाकिसकेपछि हातले मजाले म्याश गर्दिन्छ मसिनो गरेर कोहीले चाहिँ ठुलठुलो पनि खानुहुन्छ म ठुलठुलो भन्दा नि यसरी म्याश गरेको एकदमै मन पर्छ त्यसपछि विल एड इन द रेस्ट अफ द इन्ग्रेडिएन्ट्स द अनियन फाइनली चॉप्ड अदुवा एन्ड लसुन स्प्रिङ अनियन अनि त्यसपछि हाम्रो धनिया त्यति हालेर मजाले हातले फेरि एकचोटी मिक्स गर्दिन्छौं अनि अब हामीले माथिबाट त्यो तेलको तड्का त दिन पर्यो है त्यो भन्दा अगाडि यो चाहिँ घरबाटै पठाउनु भएको हो यसमा चाहिँ के छ भने तिलको धुलो अनि आलस इज फ्ल्याक्सीडको धुलो एन्ड देन हेम्पसीडको धुलो हेम्पसीडलाई नेपालीमा आई डोन्ट नो गाजा भन्छ कि भाङ भन्छ बट व्हाटएभर त्यति मिक्सचर छ त्यो हालेपछि यति मिठो हुन्छ त्यसपछि सल्ट टु टेस्ट हाल्दिने अब यता साइडमा सानो प्यानमा तोरीको तेल 3-4 टेबलस्पुन मजाले तताएर हाम्रो यो मेथी पड्काइदिन्छौं कालो भइसकेपछि स्टोभ अफ गर्दिने विल एड इन द चिरेको चिलीज एन्ड अ लिटल बिट अफ बेसार एन्ड देन विल टप इट on top of the के रे यो कोइरालाको अचार त्यसपछि यो अलिकति पानी त्यही प्यानमा हालेर खल्ल गर्दै मैले एन्ड देन obviously तेल हालेपछि तातो हुन्छ सुसुरमा चाहिँ मैले यो स्प्याचुलाले एक चलाइदे त्यसपछि लेमन 1.5 हालेको छु दुईटा हाल्दा अझ टक्क हुन्छ मलाई चाहिँ यतिको ठिक्क लाग्यो हैन सो मैले 1.5 लेमन मजाले स्क्विज गर्दै एन्ड देन देयर वी गो हाम्रो कोइरालाको इजी टक्क परेको चटनी के रे अचार रेडी हुन्छ मजाले कटरको यति मिठो तरकारी बनाथे कोइरालाको अचार एन्ड मजाले एन्जॉय गरे यति मिठो भयो कि मैले चाहिँ उता माइतीमा पनि यो तरकारी कोइरालाको अचार अनि आई सेन्ड obviously I had to send some dessert so browniesहरु पठाथे तपाईहरु पनि ट्राई गर्नु होला लेट मी नो हाउ लाइक इट एन्ड थ्यांक यू फर वाचिङ